हेलो नमस्ते नमस्ते बुढी के छौ तिम्रो हाल खबर हैन वेलकम मेरो बुढीलाई मेरो प्यारो बुढी कस्तो छ तिमीलाई यता त पानी परेर दिनभरि पानी परिरहेछ त्यतातिर कस्तो छ बुढी हैन अनि आज त तिम्रो आज र भोलि छुट्टी हो के गरिरहेको छौ हैन सन्चै होला आफ्नो ख्याल राख्नु है बुढी थाहा छ तिमी मसँग कन्ट्याक्टमा छैन सम्पर्कमा छैन वर्षौं हुँदैसक्यो हैन तै पनि तिमीलाई सधैँभरि माया गर्नेछु र पर्खिरहनेछु जबसम्म म छु जबसम्म मेरो जानमा साथ छ तबसम्म तिमी छौ मेरो प्यारी लभ यु मेरो प्यारी है राम्रोसँग खाना खानु है ख्याल राख्नु आफ्नो म जसरी भयो नि म लिन आउँछु बुढी तिमी नै यता नआए पनि मै तिम्रो लिन आउँछु बुढी तिमीले खोजी भयो नि म तिमी भएको ठाउँमा आउँछु चिन्ता नगर जबसम्म म बाँच्छु नि जेल म हार खाँदिनँ होइन आई लभ यु मेरो सानो अनि परेर यस्तो छ चाहिँ है अन्त अनि चिन्ता नगर तिम्रो बुढा छ होइन जस्तो सुकै अब झै झगडा भनेको बुढाबुढी हुन्छ तर मैले अहिलेसम्म तिमीलाई माया मारेको छैन होइन जस्तो सुकै भए पनि तिम्रो गल्ती पनि होइन मलाई थाहा छ कसको गल्ती हो मेरो पनि गल्ती होइन र कसको गल्ती भनेर पनि थाहा छ हामी दुइटाकै गल्ती होइन यहाँ अर्कै मान्छे बुढाबुढीको बिचमा यहाँ चाहेको नचाहेको मान्छेहरू आएर चाहिँ यस्तो भएको हो हामी दुइटाको बिचमा कोही आउनेवाला छैन आयो भने नि तिम्रो बुढा छँदैछ नि होइन जेल जानको लागि के छ र म जेल गएर भयो भने तिमीलाई म सुरक्षित राख्छु नि त तिमीलाई म अरू केटालाई अरू मान्छे त छुनभरि दिँदैन कि म बरु जेल जान्छु कसम भनेको तर मेरो बुढीलाई अरूसँग म छुन पनि दिँदिनँ कि चिन्ता नगर तिमी होइन जेल तर यत्तिकै जाँदिनँ जब मैले त्यस्तो कदम उठाउनु पर्यो भने बाध्य भएपछि होइन त्यस्तो कदम उठाएपछि म आफै सरेन्डर गर्छु तर मैले अहिले केही नराम्रो गरेको छैन स्वतन्त्रले हिँड्छु होइन स्वतन्त्रले बोल्छु अहिले त्यही हो लभ यु मेरो सानो अहिले तिमी अब अर्को कलेज जाँदैछौ होइन आकाश करायो होइन यस्तो आकाश कराउँदा तिमी कस्तो डराउँथ्यौ दाइबुढी तिमी यसरी आकाश कराउँदा बुढो भनेर कस्तरी आकाश कराएर डराएर के मेरो बुढी बिर्स्यो होइन यस्तो पानी पर्दाखेरि यस्तो डराउँदै कि अनि पुरै के अरे बुढो भनेर च्याप्प समातेर नि सुतेर बस्दै कि बाहिर निस्किँदा पनि डर लाग्थ्यो कि मेरो बुढी यस्तो पानी पर्ने बेला कि अनि एक दिन त झनै पुरै बुढा र बुढी अब पुरै अब भक्तपुर घुमेर आएको थियो त्यो रातमै होस्ला होइन अलिकति अब बुढाबुढी बिचमा अलिकति खाराटुरु भएको थियो होइन त्यसपछि मेरो बुढीले त पुरै आमा पानी पराइदिनु है मलाई आमा 2-4 टक दिएर त बुढीको रिसमा त होइन अब मैले त डराएँ त्यो बुढीको रिस भनेको जस्तो सुकै भयो नि बुढाबुढीमा होइन एउटा त झुक्नु पऱ्यो नि त एउटा आएको थियो पानी बुढी टक्क रिसाउँछ त कि कोठाबाटै निकालेर मलाई के अरे उसमा बाहिर पानी भिजाइराखेको थियो कि बाहिर पानी भिजेर रातभरि पानी भिजाइराखेको थियो लास्टमा त झ्यालबाट हेरेर बसेको बुढी भनेर अनि पछि मेरो बुढी जानेपछि त त्यसो हतारमा ढोको लिएर त अनि के अरे तातो पनि त तएर दिन्छ होइन अनि म त भिजेर कस्तो भइसकेको थियो नि त अनि पुरै म बुढीले अनि पुरै लुगासुगा फेरेर आफैले फेरेर मेरो है अनि टावल बेरेर त्यहाँ डराएछ है बिचरा माया त छ नि उसले होइन रिसमा मलाई कोठाबाटै लखाडिदियो कि मलाई कोठाबाट बाहिर निकालिदिएर पानी परेर ठाउँमा राखिदियो कि छ नि फेरि बुढी घडाएछ उफे फेरि यस्तो डराउँथ्यो कि फेरि यो घडाङ हुनु बेला होइन बडाङ्नु हुन्छ नि त पुरै डराउँथ्यो कि म बुढी अनि मलाई च्याप्प समातेर अनि सुत्थेँ कि याद आउँछ यस्तो पानी पर्ने बेला होइन त्यो तिमीसँग बिताएको त्यो पलहरू यस्तो याद आउँछ कि त्यो अहिले पानी पर्ने बेला होइन बुढाबुढी कस्तो मजाले टक्क बसेर लुडो खेल्दै दुवैजना इन्टरनेट थिएन होइन हामीसँग अनि यो लुडो खेल्दै कि लुडो खेल्थ्यो बुढाबुढी होइन रमाउँथ्यो कति महिनासम्म त्यही हो इन्टरनेट पनि थिएन हामीसँग लुडै खेल्ने होइन दिनभरि लुडो खेल्ने बस्ने होइन यति रमाइलो हुन्थ्यो कि अनि पानी पर्ने बेला नि होइन बर्खामा पनि यस्तो नि बुढाबुढी टक्क चिरागमा टक्क बसेर होइन चिया पिउने टक्क होइन अनि लुडो खेल्ने यस्तो रमाइलो हुन्थ्यो कि
त्यो दिन आउँछ बुढी चिन्ता नगर जबसम्म म छु तबसम्म म मान्ने छैन चाहे तिमीले अब मलाई अब नराम्रै अब मान्छे ठान्ने पनि होइन यस्तो जाबनमा धेरै ह्यान्डसम मान्छेहरू होला तर चाहिँ नि अनुहारबाट ह्यान्डसम भएर हुँदैन मनबाट हुनुपर्छ र त्यही हो जति नै सुकै नै ह्यान्डसम धनी नै केटा मेरो बुढीको बिचमा आउन खोजे म जोसुकै परिवार मेरो बुढीको बिचमा आउन खोज्यो भने त्यो परिवारलाई म कसमहरू सकाएर म जेल जानलाई तयार छु त्यसको लागि मेरो जान दिन पनि तयार छु है मैले कसैको नाम निकालेर तोकेको छु भने होइन है अब जुन चाहिँ अब मेरो बुढीको बिचमा आउँछ मेरो बुढाबुढीको बिचमा आउँछ त्यो मान्छेले भने हो होइन त्यो मान्छे आएपछि अभियसली अब मनी त त्यही हो होइन त्यसपछि म जेल जान पनि तयार छु त्यतिखेर त्यही हो लभ यु बुढी